हेलो माई युट्युब च्यानल डुवर्स एन्ड हिल ब्लग्समा आज फेरि हजुरलाई स्वागत छ है। आज म एउटा सानो मिनी ब्लग लिएर आएको छु। मिरिकमा है, मिरिक लेकमा घुम्नु पनि आएको। अनि हजुरहरूलाई, मेरो प्यारो साथीभाइहरूलाई, दिदीबहिनी दाजुभाइहरूलाई सबैलाई मेरो युट्युब जनमित्रहरू सब्सक्राइब गरिदिनु भएकोमा धेरै धेरै बधाई छ। हजुरहरूलाई, तपाईँले मलाई यति साह्रो माया गरिदिनु भएको छ। आज म फेरि तपाईँलाई सानो मिनी ब्लग लिएर आएको छु मिरिकमा। मिरिकको दृश्य चाहिँ कस्तो छ हैन, हेर्नुहोस्। यसलाई चाहिँ भन्छ इन्द्रेणी पुल है। आउनुहोस्, यहाँ आज मेला पनि लागिरहेको छ मिरिकमा हैन। यो चाहिँ तपाईँको पार्कको छेउमा छ। अनि हामी चाहिँ घुम्दै घुम्दै आयौँ आई लभ मिरिक भन्ने ठाउँमा। यहाँनिर तपाईँको झिलमा, लेकमा चाहिँ माछा हेर्नु मन छ भने छेउबाट दोकानबाट किन्नुहोस्। मुराईहरू पाउनुहुन्छ प्याकेटमा। प्याकेटको दाम चाहिँ, मुराईको दाम चाहिँ 10 रुपियाँ छ। माछा चाहिँ तपाईँले हेर्नु पाउनुहुन्छ। ठुल्ठुलो माछाहरू छ है। यो चाहिँ यहाँ तपाईँले माछाहरू चाहिँ पालेको। यसलाई चाहिँ भन्छ मिरिक लेक। त्यसपछि आज हामी फेरि घुम्दै घुम्दै आएको छौँ रोटिपिङमा हैन। त फिलहाल आज चाहिँ चालु भएको छैन, बेलुकातिर हुँदो रहेछ। अनि हामी चाहिँ मिरिकमा, आई लभ मिरिकमा पनि आयौँ, भिजिट गऱ्यौँ। अनि हामीलाई साह्रै भोक लागेर एउटा सानो माथि रेस्टुरेन्टमा हामी बसेर कफी म्यागीहरू खायौँ है। तपाईँले त्यहाँ आउनुहोस्। त्यहाँ एउटा दिदी र दाजुको दोकान हुनुहुन्छ। त्यहाँ तपाईँले राम्रो खानापिना खाजाहरू पाउनुहुन्छ है। तपाईँलाई राम्रो छ। आई लभ मिरिकको ब्लग चाहिँ यतिमै छ है। धन्यवाद।